नमस्कार, म भास्कर चन्द्रिङ राई, शिक्षा सङ्घ उच्चतर माध्यमिक विद्यालयका सहशिक्षक र आज 23 मईको दिन हाम्रो यो शिक्षा सङ्घ ग्रिन कप्स अन्तर्गत यो कक्षा 8औं, 9 र 10औं अनि 11औं कक्षाका विद्यार्थीहरूलाई लिएर हामीले आज यो एउटा बर्डिङ क्याम्प अर्गनाइज गरेका छौँ। अनि यो बर्डिङ क्याम्पको निम्ति आज हामी दार्जिलिङको सोनादा क्षेत्रदेखि अलिक मासतिर चटकपुर क्षेत्रमा हामी बर्डिङ क्याम्प गर्न गइरहेका छौँ र यो बर्डिङ क्याम्प हामी 2 दिनको हाम्रो यो क्याम्प रहेको छ। आज हामी तलैदेखि यो सोनादा क्षेत्रदेखि उकालो बर्डिङ गर्दै गर्दै आइसके पश्चात हामी चटकपुर फरेस्ट बेल्टमा हामी एक रातको यहाँनिर विश्राम लिनेछौँ र भोलि फेरि सोही अनुरूप बिहानको बर्डिङ क्याम्प अर्गनाइज गरिसके पश्चात बोर्डिङ क्याम्प सकिसके पश्चात हामी आफ्नो अपराह्न हामी नानीहरूलाई घर फर्काउनेछौँ। ट्राफिक जामको कारणले हामीहरूले हाम्रो ट्रेक चौरस्ताबाट सुरु गर्यौं अनि चौरस्तादेखि जोरबङ्गलोसम्म लगभग 6 किलोमिटर पैदल यात्रा गर्यौं। बाटोमा हामीहरूले बर्डिङ गर्दै गयौं र धेरै प्रजातिको चराचुरुङ्गीहरू नानीहरूलाई देखायौं, चिनायौं अनि यी नानीहरूले ती चराचुरुङ्गीहरू डकुमेन्ट पनि गर्दै गए। यी नानीहरू धेरै उत्साहित देखिन्थे र उनीहरूले बाटोमा धेरै इन्जोय पनि गरे। Walking for almost around 6 kilometers from Chaurasta till Jorbanglo. We are heading towards Sunada, and from Sunada another 6 to 7 kilometers will trek. जोरबङ्गलोदेखि सुनादासम्मको ट्रक सवारी हामी सबैले धेरै इन्जोय गर्यौं अनि सोनादा पुगिसके पश्चात हामीहरूले फेरि हाम्रो यात्रा पुनः सुरु गर्यौं। सुनादादेखि अप्पर चटकपुरसम्म हामीहरूले लगभग 8 किलोमिटर दूरी अझै तय गर्नु थियो। विद्यार्थीहरूमा अझै पनि त्यही उत्साह र उमङ्ग थियो। यसरी नै हामी अघि बढ्दै गयौं। Myself, Snora Thapa, स्कोप टिचर है बोर्डिङ क्याम्पको। हामी चाहिँ शिक्षा सुनारसँग स्कुलको हो। अन्त आज चाहिँ हामीले नानीहरूलाई लगेर टुवर्ड्स चटकपुर, वी आर हेडिङ टुवर्ड्स चटकपुर बोर्डिङ मेम्बर्सहरू लगेर है। इट इन्क्लुड्स द स्टुडेन्ट्स अफ क्लास 8 to class 11 एन्ड वी ह्याड भेरी ग्रेट एक्सपिरियन्स टुडे। सधैँको भन्दा चाहिँ अलिकति एक्स्ट्रा नै फिल भएको छ हाम्रो, किनभने स्टार्टिङदेखिको सुरु गर्दा वी स्टार्टेड 8 फ्रम लेबोङ। तर लेबोङदेखिको बजार, त्यहाँदेखिको चाहिँ हाम्रो चाहिँ जर्नी चाहिँ पहिला चाहिँ कस्तो प्लान गरेको थियो हामीले भन्दा चाहिँ बजारदेखिको चाहिँ विल टेक अ क्याब, त्यहाँदेखिको सोनादा झरी चाहिँ विल ट्रेक भनेको थियौँ। बट अहिले चाहिँ के भन्दा मलाई कस्तो फिल भयो भन्दा नि द जर्नी विच वी स्टार्टेड आउट अफ अप्सन फाइनली टर्न्स इन्टु ब्युटिफुल जर्नी क्या। हामी चाहिँ थ्रु आउट द आलुबडी ट्रेक गर्दै आयो है। एन्ड आलुबडी ट्रेक गर्दा नानीहरूले एकदमै इन्जोय गर्यो। अन्त हामीले थुप्रै प्रकारको बर्ड्सहरू त्यहाँ पनि बोर्डिङ भयो हाम्रो भनौँ न। सो हाम्रो स्टार्टिङै दामी भयो। इट्स लाइक ब्लेसिङ इन अ डिस्गाइज भने जस्तो भयो। एन्ड अहिले पनि हामी वी आर हेडिङ टुवर्ड्स चटकपुर, हामी पुग्न आँट्यो हाम्रो डेस्टिनेसनमा है। एन्ड मेनी मोर टु कम एन्ड यस वी आर इन्जोइङ अ लट। Hi, this is Divya Gurung from Teachers Secondary School. So अहिले चाहिँ we are on the way to Chattakpur. Chattakpur चाहिँ it's a great tourist spot हो हैन, त्यहाँबाट राम्रो भ्यूहरू देख्छ। And on the way to Chattakpur we have this beautiful dense forest जहाँ चाहिँ हामीले different kind of birdsहरू पनि हेर्न सक्छौँ है। अन्त a big congratulations to the शिक्षा सङ्घ ग्रिन कर्प्स है। के ब्यानरमा चाहिँ हामी यहाँ आएको हो हैन। सो
उहाँको इनिसिएटिभले गर्दाखेरि चाहिँ वी गेट टु विटनेस भेरी मेनी ब्युटिफुल प्लेसेस, ब्युटिफुल बर्ड्स. अन्तखेरि एकदमै राम्रो एक्सपिरियन्स भइरहेको छ होइन. बिकज हाम्रो जुन चाहिँ जर्नी थियो एकदमै अनएक्सपेक्टेड भइरहेको छ. हामी माझ्दामा चढेर धरि आयो है. एन्ड अर्को चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ आजको वेदर पनि एकदमै राम्रो भइरहेको छ. बिकज हामी पानी परिरहेको छ होइन. वेदरले एकदम फेभर भइरहेको छ. सो वी आर भेरी ह्याप्पी, वी आर इन्जोइङ अ लट एन्ड वी आर भेरी भेरी पोजिटिभ. थ्याङ्क यू. लगभग 45 मिनट जस्तो उकालो हिँडिसके पश्चात हामीहरूले नानीहरू थाकेको र भोकाएको महसुस गऱ्यौँ. त्यसैले हामीहरू एक ठाउँमा रोकियौँ र छोटो लन्च ब्रेकको निम्ति विश्राम गऱ्यौँ. विद्यार्थीहरूले आफ्नो घरबाट खाना ल्याएको थियो. त्यसैले एक अर्कासँग आफ्नो टिफिन बाँडेर रमाइलोसँग भोजन गरे. लन्च गरिसके पश्चात नानीहरूमा फेरि नयाँ जोस र ऊर्जा देखा पर्यो. यसैले हामीहरूले यात्रा सुरु गर्यौं. यात्रा सहज थिएन, कठिन थियो, तरै पनि हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं. अंग्रेजीमा भनाइन्छ, लाइफ इज अ जर्नी, नट अ डेस्टिनेसन. इट इज अ प्रोसेस अफ लर्निङ, ग्रोइङ एन्ड एक्सपिरियन्सिङ द राइड rather than just reaching the final goal. लगभग 1.5 घण्टा जस्तो उकालो हिँडिसके पश्चात नानीहरू धेरै थाकेको हामीहरूले महसुस गर्यौं. हामीहरूलाई थाहा थियो उनीहरूलाई विश्राम चाहिएको छ. यसैले केही क्षणको निम्ति हामीहरूले विश्राम गर्यौं. ती नानीहरूमध्ये 1-2 जना त यति थाकेको रहेछन् कि उनीहरू आँखा चिम्म गरेर एकछिन निधाए पनि. तर हामीहरूलाई अघि बढ्न थियो, आफ्नो गन्तव्य पुग्न थियो. यसैले नानीहरूलाई जोस दिँदै हामीहरूले भन्यौं, लाइफ इज इदर अ डेयरिङ एडभेन्चर अर नथिङ एट अल. यति भने पश्चात ती नानीहरू फेरि आफ्नो यात्रा सुरु गरे. उकालो बाटो हिँड्दा हिँड्दा बल्ल तेर्सो बाटो आइपुग्यौं. तब हामीलाई थाहा भयो हाम्रो गन्तव्य नजिक छ. केही क्षण तेर्सो बाटो हिँडे पश्चात यो गेट नजिक आइपुग्यौं. तब हामीलाई थाहा भयो यही हाम्रो गन्तव्य हो, चटकपुर इको भिलेज. यही थियो हाम्रो गन्तव्य. Stay tuned in for the second episode, Bird Watching Chatakpur, second day. Bye-bye till we meet again.